साथीहरू यतिखेर हामी कुम्दीकोटमा शिवजी भगवानजीलाई दर्शन गर्न आएको थिए हामीहरू र यहाँ अहिले आएर थकाली खाजा घरमा अहिले खाना खाँदैछु, खाना खान लागेको छु। यहाँ अहिले हेर्न सक्नुहुन्छ हामी 5 जना छौँ। हामी सबैजना त्यहाँ दर्शनहरू गरे, फोटोहरू पनि लिए। अब फोटोहरू लिइसकेपछि अब फेरि खाना खाँदैछौँ। खाना खाइसकेपछि हामी फेरि फर्किने क्रममा एकचोटि फेरि कुम्दीकोटमा गएर अनि शिवजी भगवानसँग दर्शन अनि एकचोटि फेरि फोटोसोटो लिएर अनि फेरि हामी रुमतिर फर्किन्छौँ। सो तपाईँहरू पनि यो भिडियोको मार्फत भिडियोहरू आउँदैछ पेजमा, तपाईँहरू त्यहाँबाट दर्शन गर्नुहोला। साथै यो पेजमा नयाँ हुनुहुन्छ भने यो पेजलाई पनि फलो गरिदिनु होला, किनभने तपाईँहरूको लागि यो भिडियोहरू बनाउँदैछु, घुम्दैछु। सो त्यही हो। अनि एउटा कमेन्ट, मिठो कमेन्ट पनि गरिदिनु होला। हस्त धन्यवाद।